भोलि भारत चाहिँ टुक्रिन्छ। तपाईले भारतको लागि चाहिँ दुर्भाग्य भन्नुभयो नि, यो कुन आधारले भन्नुभयो? किनभनेदेखि भारतका शासकहरूले जुन नेपालभित्र क्रोनिक अवस्था क्रिएट गर्नको निमित्त पटक पटक चाहिँ एट्याक गर्न कोसिस गरिरहेको छ। यो चाहिँ दुर्भाग्य नै मान्नुपर्छ। भारतको लागि दुर्भाग्य हुन सक्छ हैन? एउटा कुरा नेतन्याहुले आफ्नो छिमेकी मुलुकलाई परेशान गरे जस्तै गरेर भारतले गर्ने ध्येय चाहिँ छोडिदियोस्। भारतले त्यो अवस्थाको जुन अवस्थाको त्यो व्यवहार चाहिँ छोडिदियोस्। म यही भन्छु, सजिलैसँग छोडिदियोस्। किनभने चुप लागेर बस्ने नेपालीहरू जाग्रियो भनेदेखि उसको अवस्था नाजुक भइहाल्छ। अब यतिखेर किनभने नि हजुर मैले त म देखिरहेको छु चिकन नेक भोलि चाहिँ हामीले चाहिँ अलिकति अब्जेक्सन गर्ने बित्तिकै पूर्वपट्टिका राष्ट्रहरू तुरुन्तै टुक्रिन्छन्। कलकत्ता बन्दरगाह टुक्रिन्छ, दक्षिण भारत टुक्रिन्छ। यस्तै एटिच्युड भयो भने भोलि गोरखपुर पनि हाम्रो आउँछ। भोलि लखनऊको लोहापुलसम्म हाम्रो आउन सक्छ। लखनऊको आधा भाग डालीगञ्ज यतापट्टिको माथि चाहिँ तपाईको गाजियाबाद माथि हल्द्वानीसम्म, त्यसपछि हिमाचल प्रदेश, सिक्किम पनि होला। सिक्किम उक्किम त सबै आइहाल्यो नि। त्यसपछि उनीहरू आफ्नो इन्डिपेन्डेन्ट भन्छन् भने के मतलब? हिमाचल प्रदेश पनि आउँछ, किन आउँदैन? कश्मीर टुक्रिएर जान्छ भोलि, आफ्नो अलग्गै इन्डिपेन्डेन्ट राष्ट्र बनाउँछ। त्यसकारण चाहिँ भारतले त्यो क्रोनिक हामी वाच गरेर हेरिरहेछौँ, शान्तसँग वाच गरेर। भारतीय सेनाले त पटक 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 हामीलाई दुख दिनसम्म दिइरहेछ। त्यसो भएको हुनाले जुन जङ्गली अवस्था भारतले गरिरहेको छ त्यसलाई जङ्गली अवस्था भन्छु म। त्यो कुरा चाहिँ त्यहाँका लिडरहरूले बुझ्नुपर्ने कुरा हो। अहिले त सुस्ता गाउँपालिकाका इन्डियाले म यतिसम्म भन्न सक्छु फरेन एफेयरको सिलसिलामा इन्डिया चाहिँ जिरो, म 0 नम्बर दिन चाहन्छु। फरेन एफेयरको त्यो पनि छिमेकी मुलुकलाई उल्लेख गर्ने ट्रेड जुन हो। नेपालले यति सधैँ पनि नेपालले हरेक चिजबाट चाहिँ इन्डियालाई बचाउँदै गइरहेको छ। उसलाई अनाजको आवश्यकता थियो कुनै बेलामा, पर्याप्त मात्रामा अनाज गएर उसलाई बचाएको थियो, पर्याप्त मात्रामा। तराईको धान हुँदैन थियो भने त्यो बिहार अहिले पनि पीडित छ। बिहार अहिले पनि पीडित छ भनेपछि पुरा इन्डियाका व्यक्तिहरूलाई नेपालको अनाज कहिले पनि कमी भएन। तर नेपालको अनाज किनेर उताबाट चाहिँ फेरि लामो लङ ग्रेन बनाएर नेपालमा भित्राउनु, त्यो पनि डबल पैसा लिएर। त्यो उनीको नियति हो, त्यो इन्डियनहरूको नियति हो कि उनीहरू भारतीय बन्न सकेनन्। भारतीय अहिलेसम्म बन्न सकेका छैनन्। ऊ त इन्डियन एटिच्युडमा छन्। इन्डियन एटिच्युड भनेको अङ्ग्रेजहरूले घृणा गरेको शब्द हो। त्यो इन्डियन भाइहरूले पनि बुझ्नुपर्छ, इन्डियन नागरिकले बुझ्नुपर्छ। इन्डियन नागरिकसँग हाम्रो कुनै ऊ छैन। किनभने हाम्रो चेलीबेटी उता बिहा हुन्छन्, उनको चेलीबेटी हामी बिहा गर्छौँ, एक्सचेन्ज गर्छौँ। उता खुर्सानी फल्यो भने चलो तराई चले भन्छन्, खुर्सानी ल्याएर यहाँ बेच्छन्, यहाँबाट धान लिएर जान्छन्। रोटी बेटीको सम्बन्ध छ त? रोटी बेटीको रोटी त केही पनि होइन। रोटी हामीले पनि दिएका छौँ, रोटी हामीले उताबाट पनि लिएका छौँ, बराबरको हिस्सा छ। हाम्रो देश कहिले पनि कमी कमजोरी भएन। हामीले एउटा कुरा एउटा गर्व गर्नुहोस्, एउटा गर्व गर्नुहोस्, नेपालीहरू संसारको कुनै कुनामा गएर भिख मागेका छैनन्। नेपालीले काम गरेर खान्छन्, परिश्रममा विश्वास गर्छन् र काम गर्छन्। र त्यही बहादुरीता संसारले वाच गरिरहेको छ। तर त्यो कुरा इन्डियाका लिडरहरू र इन्डियाका केही शासकहरूले बुझ्न सकेनन्। यो शब्दलाई के भन्छन् थाहा छ? त्यसलाई ननसेन्स भनिन्छ। बुझ्दै नबुझ्ने, आवासै नहुने, उनलाई जति कराए पनि उनको खोपडीमा नजाने त्यस्ता व्यक्तिलाई हामी ननसेन्स भन्छौँ।
त्यसो भएको हुनाले मैले भारतलाई गाली गर्नु पर्ने के आवश्यकता छैन। भारतको सभ्यता र नेपालको सभ्यतामा हामी उस्तै छौँ सभ्यतामा। प्लिज हजुर, सभ्यता भन्ने हो भनेदेखि सभ्यतामा उस्तै छौँ। उस्तै छ। तर उनीहरूलाई चाहिँ एउटा एक समय थियो उनीहरू गुलाम भएर बस्नु परेको थियो। उनीहरूको खोपडीमा त्यही गुलामीपनको मतलब खोपडीमा अहिले पनि सवार छ। त्यो खोपडीमा सवार भएको नाताले उनले त्यही नै कुरा सिक्छन् जुन कुरा उनले एउटा गुरुले सिकाएर गयो। र अब एउटा कुरा के भनेदेखि जस्तो कि अब रवि लामिछानेजी अहिले भर्खर भारत बोलाइयो, एउटा पार्टीले बोलाइयो। रविजीको एकैछिन कुरा गर्नु, त्यो यो नेपाली भूमिमा भारतीय सेना हात हतियार सहित छिर्नुलाई तपाईँले कसरी बुझ्नुहुन्छ? यो दुर्भाग्य हो भारतको लागि दुर्भाग्य।